नमस्कार, म डाक्टर शम्भु जमर कटेल। आज म यहाँहरूसँग थर गोत्र उत्पत्ति र विकासको बारेमा चर्चा गर्नेछु। सबभन्दा पहिला म गोत्रको चर्चा गर्छु। धेरै विद्वानहरूले गोत्र भनेको गुरुको थर भनेर लेखेको पाइन्छ। ऋषि अथवा ऋषिमुनि पहिलो पुर्खाको थर भनेर लेखेको पाइन्छ, जुन कुरा म खण्डन गर्न चाहन्छु। गोत्र भनेको ऋषिको थर होइन। हाम्रो थल गोत्र केही पनि नभएको बेलामा हामीले चाहिने गुरुको आश्रममा जहिलेदेखि हिन्दू धर्म यो आश्रम सिस्टम सुरु भयो र जो मान्छे गुरुकुलमा गयौँ र गुरु आश्रममा बस्यौँ, गुरुको थर स्वीकार गर्यौँ। हामीले हाम्रो थर थिएन। हामी सबै जो हिन्दू भन्ने अहिले जुन जुन जाति छौँ, सबै जाति ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै जातिले हामीले थर लियौँ र त्यो थर चाहिँ गुरुको थर हो। गुरुको थल भनेको गुरुको पनि थर कहाँबाट बन्यो भन्दा गुरुको स्थलबाट, स्थल हो त्यो गुरुको थल। त्यो गुरुको थल लियौँ। त्यो थल चाहिँ गुरु थल भयो सुरुमा र त्यही गुरु थल कालान्तरमा हामीले गुरु थर, गुरुको थर भन्दै गोथर हुँदै आज गोत्र बनाएका छौँ। त्यो गुरुको थर हो अथवा गुरुको स्थल हो। गुरुको स्थलमा हामी गएर ज्ञान लिएको ठाउँलाई गुरुस्थल भनिन्छ। र यहाँहरूले धेरैजना विद्वानहरूले जसरी भन्नुहुन्छ गुरुको थर गोत्र नभनेर आफ्नो पुर्खाको भन्नुहुन्छ। पुर्खाको थर गोत्र ऋषिमुनिको थर गोत्रबाट आउँदैन, स्पष्ट हुनु होला। ऋषिमुनि, पहिलो कुरा त ऋषिमुनि भनेको मान्छेले सन्तान जन्माउँदैन। त्यसैले ऋषिमुनि भएर ध्यान तपस्यामा बस्ने मान्छेको सन्तान हुँदैन। उसले जय जन्म विवाह बारी गर्ने भए त गृहस्थमा पसिहाल्थ्यो। स्पष्ट हुनुहोस्, म आफै समाजशास्त्री मानवशास्त्री भएर बोल्दैछु कि गुरुको स्थल, त्यस्ता ध्यान गर्ने ऋषिमुनिको स्थलमा गएर बसेर हामीले गुरुको थर, गुरुको स्थल गयौँ, गुरुको थल लियौँ। त्यही थल कालान्तरमा रहाएपछि गुरुको थर भयो। त्यही थर कालान्तरमा गोथर हुँदै गोत्र भएको। अब गोत्र भइसकेपछि अलिकति थरको कुरा गरौँ, जुन कुरा अघि पनि अलिकति आइसक्यो। हामी अधिकांश मान्छेहरूको थर चाहिँ हामीले 3 किसिमले बनेको पाउँछौँ। चाहे त्यो संसारमा थर लेख्ने मान्छेहरूले होस्। पहिलो कुरा आफ्नो थल, जे थल हो त्यही हाम्रो थर हो। त्यसैले पहिला हाम्रो र नहुँदा थल बोल्यौँ र त कुन थलबाट आइसै भन्दा दाङबाट आएँ भन्दा दङ्गाल, खनबाट आएँ भन्दा खनल, जमकट्टीबाट आएँ जमल कट्टेल, नयाँ पानीबाट आएँ नेउपानी, निरालीबाट आएँ निरोला, होइन, कालाखेतबाट आएँ कालाखेत, रूपाखेतबाट आएँ रूपाखेती। यी यस्ता खालका हाम्रा, बाराकोटबाट आए बाराकोटी भने चाहिँ गाउँबाट हिँडेर गाउँली, वाग्लाबाट हिँडेर वाग्ले, होइन, अनि चापा गाउँबाट हिँडेर चापा गाउँलाई चापागाई भन्ने चलन छ पश्चिममा। चापागाई, हुमगाई, डुमगाई, गुरागाई यी हाम्रा थल हुन्, थर होइनन्। त्यही थल आज हाम्रो थर भएको छ। र हाम्रो अध्ययनमा, समाजशास्त्री मानवशास्त्रीहरूको अध्ययनमा के भेटिएको छ भने यो मान्छेको थर चाहिँ 400 देखि 700 वर्षमा परिवर्तन हुन्छ। अहिले भएको हुँदैन, अर्कै बनेर जान्छ फेरि, है। जस्तै हामी, म जमर कट्टेल लेख्ने मान्छे जोशी थिएँ, तर जोशी हामी 1200 को शताब्दीमा आउँदाखेरि हामी त्यहाँबाट हिँडिसकेपछि अब अहिले आएर जमर कट्टेल, जम कट्टेल, जम कट्टेल हुँदै कट्टेलमा पनि हामी गइसकेको अवस्था छ। त्यसैले गर्दा थर चाहिँ नै हाम्रो थल हो र गुरुको स्थल चाहिँ गुरुको थल नै हो। त्यो गुरु थर। अब हाम्रा चाहिँ अहिले के भन्छौँ भने कुन गोत्रको त भन्दाखेरि म पराशर गोत्रको, म भारद्वाज गोत्रको, म माण्डव्य गोत्रको, म के अरे आत्रेय गोत्रको, म चाहिँ कौशल्य गोत्रको, होइन। यसरी हामी गोत्रहरू जति पनि भन्छौँ ती ऋषिका नामहरू हुन्। ती ऋषिको थलमा उनीहरूको नाम बन्यो त्यो थलका, र त्यो थल हामीले लिएर गोत्र भयौँ भने त्यसपछि हामी जहाँ जहाँ गएर बस्दै हिँड्यौँ त्यहाँ थर बन्दै गएको छ। जस्तै हामी जमकट्टेलहरूको थरमा प्रकाश पार्नु पर्दा हामी डोटीको जमकट्टीबाट अहिले जमकट्टेल, जमरकट्टेल, कट्टेल भएका छौँ भने त्योभन्दा अगाडि हामी चाहिँ अहिलेको कानपुर अथवा पञ्चगौडामा बस्थ्यौँ। पञ्चगौडामा बस्दा हामी पञ्चगौडे बाहुन भएर चिनिएका छौँ। पछि रावलपिण्डीमा पनि हामी गएका र रावल भनेर चिनिएका, भारद्वाज गोत्री रावलहरू त्यहाँ रावल भनेर चिनिएका, र जोशीमोठ भनेर अहिले जस्तै हाम्रो चाहिँ हाम्रो कञ्चनपुर पहाडी अहिले पनि जाने हो भने गढवाल कुमाउँ एरियामा, गढवाल एरियामा जोशीमोठ भन्ने ठाउँ छ। बस त्यो जोशीमोठमा आएपछि जोशी, जमकट्टीमा आएपछि जमरकट्टेल, यसरी भएको हाम्रो कथा छ। र त्योभन्दा पहिला के थिए त? रावल हुनुभन्दा पहिला हामी मध्ये भट्टराई पनि हुनुहुन्छ।
किनभने कोही भट्टराई थर लिनुभयो, राय भनेको मुखिया हो, मुखिया थर लिनुभयो, अनि भट्ट भनेको त तपाईँले बुझिहाल्नुहुन्छ, पूजा गर्ने मान्छे भट्ट हो भने के अरे ज्योतिषी हेर्ने मान्छे जोशी, पूजा गर्ने मान्छे भट्ट। पहिलो बनेको बाहुन नै भट्ट जोशी हो। त्यसो गर्दा हामी भित्रमा भट्ट पनि हुने भयो, जोशी पनि हुने भयो, जमरकट्टेल पनि हुने भयो, पञ्चगौडे पनि हुने भयो, रावल पनि हुने भयो। र त्योभन्दा अगाडि के थियो त भनेर खोज्नुभयो भने ऋषिदेव भन्ने चलन पनि रहेछ। त्यसले गर्दा यो थरहरू चाहिँ स्थलकाबाट, कोही गुरुका थलबाट गोत्र र आफूले बसेर हिँडेका ठाउँबाट त्यो थल बनेर आएको कुरा मैले अघि यहाँहरूलाई स्पष्ट गरेँ। म अर्को यो एपिसोडमा, अर्को अध्यायमा अर्को कुरा लिएर आउनेछु। आजलाई धन्यवाद, नमस्कार।